तपाईले सेकेन्डरी मार्केटबाट कुनै पनि कम्पनीको शेयर किन्दा त्यो पैसा कम्पनीको एकाउन्टमा कहिले पनि जाँदैन। तपाईलाई थाहा छ कि नै हामीले सेकेन्डरी मार्केटबाट शेयर बाइ सेल गरेको पैसा हामी लगानीकर्ताले नै चलाइरा हुन्छौं। त्यो पैसा कम्पनीको एकाउन्टमा कहिले पनि जाँदैन। सिम्पली के हुन्छ भने कुनै पनि एउटा प्राइभेट कम्पनीले पब्लिक लिस्टेड हुनलाई फर्स्टमा आइपीओ इस्यु गर्छन् र त्यो पैसा चाहिँ डाइरेक्टली कम्पनीको एकाउन्टमा जान्छ। त्यसपछि कम्पनीले लगानीकर्ताबाट पैसा उठाउने भनेको एफपीओ, राइट शेयर एन्ड अक्सनबाट मात्रै हो। सेकेन्डरी मार्केटमा शेयर बाइ सेल भएको कुनै पनि अमाउन्ट कम्पनीको एकाउन्टमा जाँदैन। फर एक्जाम्पल म्याग्नेट भन्ने कम्पनीले 100 रुपैयाँ पर किताको दरले 50 लाख किता यानी 50 करोड रुपैयाँ बराबरको आइपीओ इस्यु गरे। सर्टेन प्रोसेस एन्ड केही टाइम पछि त्यो अमाउन्ट कम्पनीको एकाउन्टमा ट्रान्सफर गरिन्छ र कम्पनीको शेयर नेप्सेमा लिस्टेड हुन्छ र लिस्टेड भइसकेपछि कम्पनीको शेयर सेकेन्डरी मार्केटमा बाइङ र सेलिङ स्टार्ट हुन्छ। यदि कसैलाई सेल गर्नु छ भने ब्रोकर एकाउन्टको थ्रु सेल अर्डर प्लेस गर्छन् र त्यो शेयर कसैलाई किन्नु छ भने बाइ अर्डर प्लेस गर्छन्। दुईजना लगानीकर्ता बीच बाइङ एन्ड सेलिङ प्राइस मिल्यो भने त्यो अर्डर एक्जिक्युट हुन्छ र पछि जसले शेयर किनेको हुन्छ उनले शेयर ट्रान्सफर गर्छन् र बायर्सले चाहिँ अमाउन्ट ट्रान्सफर गरिदिन्छ। यानी सेलरको शेयर बाइ गर्ने मान्छेको डिम्याट एकाउन्टमा गयो र बायरको पैसा बेच्ने मान्छेको ब्याङ्क एकाउन्टमा ट्रान्सफर गरियो।